कोट्याउनु बिस्तारै कोट्याउनु यो के हो यो एकछिन एक मिनट एकछिन तैँले मलाई डाँटी छैन के हो यो नडाँटी भन अब बोल 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 के हो यो के हो लु भन यो के हो भन छिटो भन छिटो 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 यो के हो यो के हो यो के हो लु भन खुट्टा हो आमा खुट्टा हो कि होइन आमा खुट्टा हो तैँले पुरेको होस् हो तैँले अघि के भनेको थिइस् तैँले आमा कहाँ जानुभयो भन्दा त कतिखेर कहाँ हिँड्नु भएको भनेर भनेपछि भन्नु भन भन लु भन लु भन 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 एकछिन त हल्ला नगर्नु है एकछिन हल्ला नगर्नु है तपाईँको फोन छ पुलिस बोलाउनु फोन गर्नु पुलिसलाई फोन गर्नु तेरो म कर्तुत मलाई अघि बिहानैदेखि मलाई डाउट भइरहेको थियो क्या बुझिस् के पर्दैन कसैलाई फोन नगर्नु पुलिसलाई चाहिँ बोलाउनु न छोडिदिनु पुलिसलाई चाहिँ फोन गर्नु केटा तँलाई म भन्दै थिएँ नि बुझिस् यो के हो यो के हो यो लु हेर तेरो आँट कतिसम्म रहेछ के हो यो के हो फोन चाहिँ गर्नु नि 100 मा फोन गर्नु त 100 मा फोन गर्नु अघि पनि बिहान त विचार गरेको हो यहाँनिर हेर यो के गरेको यो फेक जस्तो त छैन हो हजुर भनेको तपाईँहरू त हेड क्वार्टरबाटै हो नि होइन सबै इन्फर्मेसनहरू थाहा हुन्छ होला नि हुनलाई त अब जस्तो घटनाहरूको त तपाईँहरूलाई ए हुन्छ सर हस् हुन्छ जसमा केही घन्टादेखिबाट सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै धेरै भाइरल भइरहेको छ घटना हेर्दाखेरि साँच्चीकै जस्तो देखिन्छ रियल जस्तो देखिन्छ अहिले हामीले नेपाल प्रहरीको केन्द्रीय कार्यालय हेड क्वार्टरमा पनि फोन गर्यौं त्यहाँ फोन गर्ने क्रममा पनि त्यहाँको सञ्चार शाखाले यो विषयमा नेपाल प्रहरीको हेड क्वार्टरसम्म केही कुराहरू आइसकेको छैन के आयो भने भोलिसम्म थाहा हुन्छ भने हेर्दाखेरि तरै भागको जस्तो